परान फिल्मले 1 लाख पुरस्कार दिने घोषणा गरेको छ। आगामी साता कार्तिक 14 गतेबाट रिलिज हुने पारिवारिक कथानक फिल्म परानले दर्शकहरूलाई फिल्मप्रति थप आकर्षित गराउन 1 लाख पुरस्कार दिने घोषणा गरेको छ। फिल्मले मेरो परान नामक प्रतियोगिताको घोषणा गर्दै सो पुरस्कार राशि घोषणा गरेको हो। यस प्रतियोगितामा सहभागिता जनाउन इच्छुकले हाल आफ्नो जीवनमा रहेको आफ्नो परान को हो उसँगको तस्बिर पोस्ट गर्दै क्याप्सनमा मेरो परान लेखेर आफ्नो कुराहरू लेख्न पाउनेछन्। साथै उक्त पोस्ट फिल्मको अफिसियल फेसबुक पेजलाई ट्याग गर्नुपर्नेछ। निर्माण पक्षले सो तस्बिरमा आफ्नो परानका रूपमा बुबा आमा वा बुबा आमा दुवै वा श्रीमान श्रीमती या प्रेमी प्रेमिका साथी अथवा दाजुभाइ एवं दिदी बहिनी मध्ये जो कोहीसँगको फोटो पोस्ट गर्न सक्नेछन्। त्यसैगरी पोस्ट गर्ने मध्ये 1 जनाले लक्की ड्र मार्फत 1 लाख रुपैयाँ जित्ने अवसर प्राप्त गर्नेछन्। 100 जनाले फिल्मको विशेष शोमा टिकट पाउनेछन्। यसैगरी परान फिल्मको प्रचारमा केही स्वयंसेवकहरू फिल्मको क्युआर सहित शहरका विभिन्न भागमा घुम्ने र सो क्रममा क्युआर स्क्यान गरी परान फिल्मको ट्रेलर वा गीत सेयर गर्नेलाई फिल्मका कलाकारहरूसँग फिल्म हेर्ने अवसर प्रदान गर्ने घोषणा समेत गरेको छ। 50 जना दर्शकलाई यो अवसर दिइनेछ। यस दुवै प्रतियोगितामा रिलिजको 1 सातापछि सम्म अर्थात् कार्तिक 20 गतेसम्म सहभागिता जनाउन पाइनेछ। गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा समेतको प्रत्यक्ष सहभागितामा निर्माण भएकोले पनि परानलाई नेपाली रजतपथले विशेष रूपमा हेरेको छ। यस्तै फिल्ममा शेखर गोल्छासँगै 3 दशकको इतिहास बोकेको प्रिज्मा एडभर्टाइजिङ एजेन्सीका प्रमुख रञ्जित आचार्यको लगानी छ। नेपाली बिजनेसको मार्केटमा दुवै पहिचान बनाएका यी दुई व्यक्तिको आगमनका कारण पनि एउटा सशक्त फिल्म बन्ने अपेक्षा समेत दर्शकहरूमा छ। फिल्मले एक बुबा र छोराको कथालाई प्रस्तुत गरेको छ। फिल्मको शीर्ष भूमिकामा वरिष्ठ अभिनेता निर शाहले अभिनय गरेका छन्। सकिगनी फेम दीपक प्रसाद आचार्य काकुको निर्देशनमा बनेको यो पहिलो फिल्म हो। केही समय अघि सार्वजनिक फिल्मको ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ। फिल्ममा निर शाहसँगै मदन कृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, अञ्जना बराइली, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रूपाखेती, यमन श्रेष्ठ, सुब्रत राज आचार्य, सुरेश थापा, विनोद राई तथा बाल कलाकार आर्यदीप आचार्य, आर भजङ्ग अधिकारीको अभिनय रहेको छ। साथीहरू, यस्तै फिल्मी जानकारी र इन्टरटेनमेन्ट भिडियो जानकारीको लागि हाम्रो डिकेएन इन्टरटेनमेन्ट युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। तपाईहरुलाई धेरै धेरै धन्यवाद।